मोरङको सुन्दर हरैजामा चाहिँ सुन्दर हरैजा 12 मा चाहिँ 5 किलो मल लिनको लागि तपाई के भन्न चाहनुहुन्छ भन्नु त। हामीले सारै दुःख पाएन, सरकारले अति नै भएन। यस्तो पनि सरकार हुन्छ त जनताले भोट दिएर जिताएर लगेको मान्छे। त्यही त किसानको लागि चाहिँ एकदम किसानको लागि चाहिँ हामी किसानमुखी सरकार भन्छ त के भन्नुहुन्छ यसमा? हामी अब किसान बोलाले खोइ के फाइदा छ, हामीले जिताएर पठाएको मान्छे। त्यही त दुःख पाउँछ भने हामी किन भोट दिन्छौँ? सुन्नु हुँदैछ, जनताको कुरा सुन्नु हुँदैछ तपाई। यहाँ हेर्नुहोस्, यहाँ हेर्न सक्नुहुन्छ, यहाँ हेर्न सक्नुहुन्छ साथीहरू। यो केही होइन, एउटा किसानले चाहिँ 5 किलो मल पाउनको लागि यो लाइन बसेर यसरी ठेलामठेला यहाँ हेर्न सक्नुहुन्छ। अनि के भन्ने के तपाई के भन्नुहुन्छ हजुर? अनि किसानको लागि किसानलाई उद्धार गर्ने सरकार भन्छ त के भन्नुहुन्छ? यो गैर सरकार हो। यो यस्तो किसानले मल पाउँदैन, बेलामा के पाउँदैन भने कसरी गरिहाल्छ? ल हेर्न सक्नुहुन्छ, यहाँ यो के को भिड भन्नुहुन्छ होला, तर यो किसानले 5 किलो मल लिनको लागि यसरी लाइन लाग्नुपर्छ। यो देख्न सक्नुहुन्छ। के भन्नुहुन्छ तपाई? भन्नु त अलिकति। किसानको मान्यता छ। त्यही त किसानको लागि अरे अहिलेको सरकार किसानमुखी सरकार। किसानको लागि हो भने के गरेको यो? त्यही त ल हेर्न सक्नुहुन्छ। अनि अहिलेको अब नेकपा एमाले नेपाली कांग्रेसको 2/3 बहुमतलाई के तपाईहरु अझै पनि 84 मा यिनीहरूलाई नै जिताउन चाहनुहुन्छ? यो दुःख शास्ति तपाईहरुले अझै फेरि भोग्नुपर्ने हुन्छ। हेर्न सक्नुहुन्छ है यहाँ एकदम। के भन्नुहुन्छ सर? भन्नु त अलिकति। नयाँ परिवर्तन हामी देख्न सक्नुहुन्छ, यो जनताको आक्रोश हो, जनताको।